यो ठ्याक्क यस्तरी आउने रहेछ नि सर यो त पुरै पिङ्क कलरको छ त भए क्या झुन्डेर आएर चाहिँ यो त बाप यो झुसिली गिरास त के पुरै यो झुसिली गिरास त छैन त यो माथि सर आइरहेछ पुरा डब्बा डब्बा छुट्टिने छ त्यहाँनिर पनि सर्लक सर्लक लाएर ल एउटा त्यहाँ गइरहेछ होइन एउटा फेरि उताबाट आइरहेछ यो एउटै लिकमा दुईवटा ट्रेन क्या एउटा उता आउने त्यहाँ रोक्ने ठ्याक यता आउँदैछ भने अर्को चाहिँ त्यहाँनिर रोक्ने ठ्याक्कलाई दुइटै त्यहाँ रोक्ने त्यसपछि पालो पालो निस्किने वाह हायो गजाइमास र फाइनली आज त्यो दिन पनि आइहाल्यो जुन आज चाहिँ म जाँदैछु खामाकुरा र अहिलेको टाइम भन्नुपर्दाखेरि 8:30 बज्न लागेको छ ल यहाँबाट चाहिँ म बस चढ्नको लागि बस स्टेसनमा जाँदैछु यस्तो देख्नु सक्नुहुन्छ ठाउँ चाहिँ यहाँनिर चाहिँ है लगभग मलाई यहाँबाट बस चढेर खामाकुरासम्म जानको लागि 2.5 घन्टा 2 घन्टा नहुनु 1 घन्टा 50 मिनट जस्तो लाग्छ है आज फाइनली 1 हप्तापछि छुट्टी पनि आइहाल्यो र आज यति बिहान क्या छुट्टी हाल्नु यति बिहान निस्केको रेकर्डै थिएन क्या अहिले फर्स्ट टाइम भयो मेरो रेकर्ड चाहिँ होइन घुम्न जान लागि त्यही त हो नि कसलाई लिन लाग्छ र होइन जोस अब हप्ता दिनपछि छुट्टी होइन छुट्टै जोस छ आज ठाउँ पनि एकदम राम्रो छ खामाकुरा होइन र मलाई एउटा जापानिज अङ्कलले भन्नुहुन्थ्यो ठाउँ चाहिँ एकदम राम्रो छ अरे गाडी आएर र अनि 2-4वटा स्पेसल ठाउँहरू पनि भन्दै थियो क्या त्यो त तपाईँहरूलाई गएर अनि देखाइ नै हाल्छु होइन त्यहाँसम्म पुग्छु के कस्तो छ त्यो त भनि नै हाल्छु है आरिगातो गोजाइमासु आरिगातो गोजाइमासु ठ्याक्कै सिन्जुकु बस स्टेसन पनि आइपुग्यो होइन यो चाहिँ पछाडिको चाहिँ देख्नु भएको चाहिँ सिन्जुकु बस स्टेसन हो र यहाँनिर हेर्नु भने यस्तो खतरा भ्यू देख्छ कि होइन निक्लेर ठक्क बाहिर हेर्नुहुन्छ नि यस्तो ठक्क रेल आइरहेछ होइन सर लाएर यहाँ चाहिँ लगभग 5-6वटा रेल कुट्छ क्यानिर यो एउटा भयो यहाँ एउटा अझ बढी छ क्या जस्तो छ र त्यो भित्तामा त्यो भित्ताबाट नि आउँछ क्या कस्तो दामी सिन देख्छ एकछिन हेरेर त्यो सिन पनि देखाउँछु र त्यहाँ चाहिँ एकदम ठुलो घडी छ होइन त्यो टाइम चाहिँ मिलाएको छैन त्यो थाहा छैन त्यो घडी क्या जुन यो कति बजेको 11 बजेर 5, 10, 15, 20, 25 अलिक भएन होइन मिलेको छ कि छैन एउटा ट्रेन गइरहेछ भर्खर 11:22 मिलिरहेछ त्यो घडी ल होइन मलाई त्यस्तो मिलाएको जस्तो लागेको थिएन मिलाएर छ एउटा ट्रेन पनि एउटा गइरहेछ 5-6वटा ट्रेन हिँड्छ क्या यहाँनिर यस्तो बिजी एरिया लास्ट बिजी एरिया यहाँनिर मान्छेहरू टन्न बसिरहेको हुन्छ आज अलिक पानी परेको दिन खासै राम्रो छैन कि त्यही भएर खासै मान्छे छैन नत्र यहाँ लास्ट मान्छे हुन्छ वरिपरि टन्न एउटा परेमा बसिरहेको छ ए कान्छ ए के हो तँलाई पानीले जाडो हो आइस आइस भाग्दैन यो र यहाँनिर ठाउँहरू एकदम राम्रो छ क्या मान्छे हुन्छ सधैँ चाहिँ यहाँ चाहिँ छैन यस्तै बस्ने ठाउँ अझ यो मुनि तल पनि छ क्या यो चाहिँ निखाइ हो कि साङ्खाइ हो 2 तला कि 3 तला माथि छ म राम्रो थाहा होइन तल हेर्नुहुन्छ नि तल पनि छ क्या तलबाट नि यहाँ बस्ने होइन टक्क लाएर उता अगाडिको सिन हेर्ने अब मान्छे रेल चढ्ने मान्छेहरू चाहिँ उहाँ बसिरहेको हुन्छ त्यो कुनामा टक्क सर रेल आउँछ त्यसपछि टक्क चढ्ने कहाँ कहाँ जानु पर्छ सस जाने होइन र अब यो क्रसिङको लागि चाहिँ पर एउटा आकाशी पुल जस्तो बनाएर छ त्यो मान्छे हिँडिरहेछ त्यो चाहिँ आकाशी पुल होइन भर्खर एउटा रेल पनि आइगयो फेरि छिन आउँछ क्या छिन त्यो नि यति लामो छ कि यति लामो छ कि यो त खास अलिक छोटो रहेछ यस्तो लामो आउँछ कि होइन उता जुन म बसेको ठाउँतिर त अलिक छोटो हुन्छ क्या यहाँ अलिक भिडभाड भएर होला लास्ट लामो हुन्छ क्या एउटा गयो अब यहाँनिरबाट चाहिँ निस्किएर लगभग फेरि 1 घन्टा जति लाग्छ ट्रेन चढेर जानको लागि अब पहिला अलिक भोक पनि लागेको छ पहिला खानासाना खानु पर्ला त्यसको लागि रेस्टुरेन्ट खोज्नुपर्छ रेस्टुरेन्ट खोजेर खानासाना खाएर जानु पर्ला कि पुगेर मात्रै खाने हो होइन अलिक पुगेर मात्रै खानु पर्ला जस्तो बस आइरहेछ यहाँ रहेछ जाने ठाउँ चाहिँ
अब यहाँबाट चाहिँ ट्रेन चढेर जानुपर्ने हुन्छ। स्विकामा कति पैसा छ अलिक थाहा भएन कि यसलाई चार्ज गर्नुपर्ने हुन्छ। यसमा होला 1000-1500 जानु चाहिँ यहाँबाट 1000 रुपियाँ मात्रै लाग्ने रहेछ। तर अब आउनु जानु चाहियो नि त, जानु 2000-2500 त चाहियो होइन। यहाँदेखि चार्ज गर्नु पऱ्यो एकछिन बसेर। र चार्ज गर्ने ठाउँ चाहिँ यहाँनिर छ, यस्तो सबजना चार्ज गरिरहेको छु। अनि यहाँ लाइनमा बसिरहेको छु। चार्ज गरेपछि सिधा गएँ चार्ज गर्नु पऱ्यो होइन। IC カードをトレイに置いてください。 राख्नुपर्ने रहेछ। ご希望のボタンを押してください。 ल 2000 गरेँ। यस्तो 2000लाई पैसा हाल भन्यो यसले मलाई। 1000 投入金が不足しています。 2000 यहाँबाट 2000 रुपियाँ चाहिँ लगाउनु पर्यो। 処理中です。カードを動かさないでください。チャージが完了しました。踊り忘れにご注意。 ल यति भयो। यति भयो। खानेकुरा चाहिँ म पुगेर आउने भएँ है। सरक्का जानुपर्ने यहीँबाट हुन्छ, सिन्जुक स्टेसन ठ्याक्क। खानेकुरा नि यहीँबाट जाने रहेछ। अहिले टाइम भन्नुपर्दाखेरि 11:33 भएको छ है। 11:45 छ भनेको मेरो चाहिँ टक्क टच गरेर सकियो क्या। कति सजिलो छ नि त यो कार्ड। 4टा टच गऱ्यो अनि निस्किने टच गऱ्यो निस्क्यो। आनन्दै छ। खोज्दा खोज्दा बल्ल आयो। म जाने त्यो सोनान सिन्जुक लाइन हो र 1 नम्बरबाट जाने हो। 1 नम्बरको लागि चाहिँ त्यहाँबाट तलतिर यति खोज्नलाई नि 10-15 मिनट त लागिरह्यो क्या। यस्तै हो घरिघरि। कस्तो हुन्छ भने कहिलेकाहीँ चाहिँ अब टाइम हेऱ्यो होइन, मोबाइलमा पनि हेऱ्यो, तर कहिलेकाहीँ चाहिँ अलिकति फरक पारिदिन्छ क्या। प्लेटफर्महरू सबै देखाउँछ नि, तर कहिलेकाहीँ चाहिँ अलिक फरक हुन्छ। म चढ्नुपर्ने चाहिँ अब यो 1 नम्बर लाइनमा हो है। यहाँबाट ट्रेन आउनु लाग्यो। कति भने चाहिँ 11:45 भनेको चाहिँ अहिले कति भयो? अहिले 11:37 भयो। अब 10 मिनट जस्तो भनौँ न। I'm surviving. I'm not thriving. I'm 9 to 5 and feels like I'm यहाँनिर भन्नुपर्दा चाहिँ जुन यो बुद्ध भएको मन्दिर जान चाहिँ वेस्ट एक्जिटबाट निस्किनु पर्ने रहेछ। र खानेकुरा पनि आइपुगेँ म। लास्टै भिड छ मान्छे चाहिँ। र अब जुन त्यहाँबाट ओर्लेर अब चाहिँ फेरि अर्को एउटा के भन्छ इनोदेन लाइन भन्ने चढेर जानुपर्ने हुन्छ। जुन त्यो गौतम बुद्ध भन्ने आउँछ। खालि गौतम बुद्ध चाहिँ होइन, फेरि त्यो बुद्ध भएको मूर्तिसम्म चाहिँ यहाँबाट जाने हो। मान्छे लास्टै भिड थियो, तर जाने रहर नभएन। जस्तै भिड भए पनि, जस्तै गाह्रो भए पनि मन मारिएन, गइयो यहाँबाट चाहिँ चढेर। मान्छे लास्टै टन्नै थियो। वरिपरि मजाले भ्यूहरू हेर्दै। हामीभन्दा अलिकति बुढापाका मान्छेहरू पनि थियो होइन। बुढापाका मान्छेहरू देख्दा चाहिँ कस्तो फिल हुने रहेछ भन्दाखेरि ओहो यस्तो मान्छेहरू त अझै जोस लाएर घुम्दैछन्, हामी चाहिँ किन नघुमी बस्ने त, हामी पनि घुम्नुपर्छ भन्ने खालको एउटा मोटिभेट चाहिँ आउँदो रहेछ। यहाँबाट लगभग मलाई हिँड्नुपर्ने छ 10 देखि 15 मिनट हिँड्नुपर्ने रहेछ है। मैले हानिसकेँ। यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ। दाहिने जाने कि देब्रे जाने त्यो थाहा भएन। एकछिन पर्खेर हेर्नुपर्ने हुन्छ। हेरौँ न यति मान्छे छ। मान्छे जाउँ। कति छ मान्छे त होइन, सब टुरिस्टहरू हो क्या। एकदम यो टुरिस्ट क्षेत्र भएर होला यो। हेर्नु न यहाँなんと言うんですかエクちゃんと言います。エクちゃん。エクちゃん、そうです。エクちゃんエクちゃんです。エクちゃん。あ、可愛いです。ありがとうございます。中ではフクロウさん放し飼いになっているので自由に触っていただけます。カワウソも中にたくさんいます。Many otters inside. You can shake hands. ありがとうございます。すごいね。ありがとうございます。ありがとうございます。 लाटो गजेर नि हेऱ्यो गाउँतिर भएको भए गोलीले प्ल्याटो पार्थ्यो होला। अब यहाँनिर चाहिँ मजा गरे यस्तो गर्नु हुँदैन। अहिलेसम्म कहाँ जाउँ भइरहेको थियो म आफै, तर यहाँबाट सिधै गयो भने चाहिँ ठ्याक्कै पुग्ने रहेछ।
やかに離れてください。繰り返します。津波注意報が発表されています。आउने बित्तिकै वार्निङ ठोक्यो त यो अलिक भएन नि त यहाँबाट जानुपर्ने रहेछ भित्र चाहिँ अहिले के अहिले भर्खर दिएको वार्निङ चाहिँ के हो भनेदेखि समुद्रको नजिकहरू छ भने चाहिँ टाढा जानु होला भनेर भन्नु खोज्या हो हामी त समुद्र नजिक छैन हामी त धेरै भित्र पर्छौँ यहाँबाट चाहिँ छिर्नुपर्ने छ भित्र है खामुकुरा जुन त्यो मन्दिर हेर्नको लागि जाँदैछ यहाँ लहर लहर लाएर हितोरी देशको इतुक्रेसका साम्बेगियन जो आरिगातो गोजाइमासु ठाउँ त एकदमै राम्रो रहेछ दामी रहेछ होइन र मलाई चाहिँ कस्तो भने फेरि अलिकति टाइम पनि नभएको चाँडै फर्किनु पर्ने थियो आज मैले त्यहाँबाट फर्केँ अब नेक्स्ट चाहिँ जुन झुन्डिएर चल्ने खालको रेल हुनुहुन्छ नि झुन्डिएर चल्ने खालको जस्तो त्यहाँ ठाउँ जानु लागिरहेको छु नेक्स्ट ट्रेन पनि आइसक्यो फाइनली होइन अब यहाँ चाहिँ चढेर जुन त्यही खामाकुरा स्टेसनमा जानुपर्ने रहेछ पहिला खामाकुरा स्टेसनबाट फेरि अर्को ट्रेन चढ्नुपर्ने रहेछ क्या ट्रेन तर हिँडेको आज त दिनभरि ट्रेन लास्ट ट्र्याक हो कि यो ट्रेन चाहिँ यहाँबाट पनि ओर्ल्यौँ यहाँ ठ्याक्कै आइपुग्यो पछाडि हेर्नु छ भने यत्रो मान्छे भिड छ सरसर लाएर पास भिड के तर मान्छे चाहिँ यहाँनिर लेफ्ट साइडमा चाहिँ ओर्लेर जाने राइट साइडबाट एउटै ट्रेनमा मान्छे चढ्दैछ क्या फास्ट टाइम टेबल पनि छ होइन यताबाट चढ्दैछ हामी यहाँबाट ओर्लिएर गइसक्यौँ अर्कोपट्टिबाट चढ्दैछ वाह यो हो नि त नि लाइन त म त जानुपर्ने हुन्छ उफुना स्टेसन होइन तर यहाँबाट चाहिँ दुईतिर जाने रहेछ कहाँबाट जाने हो अब यता जाने कि यता जाने त्यो थाहा भएन त्यही रहेछ यहाँ सोध्नुपर्ने हुन्छ प्रायः सोध्छु अनि त्यसपछि यतालाई सोध्नु पऱ्यो सुन्नुहोस् आनो ओफुना एक कि दोको खाँदैछ कुच्ची खाएर जिआर देश आरिगातो गोजाइमासु ल यहाँ चाहिँ जिआर रहेछ टक्क लाएर जाउँ पिटो पारै सक्यो क्या यहाँ चाहिँ जिआर चढ्नुपर्ने रहेछ जुन ओफुना जानुमा चाहिँ ओफुना गएपछि त्यसपछि पुग्ने रहेछ क्या जुन त्यो झुन्डिएर भएको रेल भएको ठाउँमा चाहिँ जिआर भने चाहिँ यहाँ यताबाट भन्दा फेरि बाहिर निस्केको हेर्दै त होला जानुपर्ने चाहिँ यो ओकोसुका सोगो लाइन भन्नेबाट रहेछ लेट्स गो अब यहाँबाट भन्नुपर्दाखेरि मलाई त्यहाँसम्म पुग्नेलाई खासै टाइम लाग्दैन अब लगभग त्यही 10-15 मिनट लाग्छ त्यही रहेछ सही ठाउँ यताबाट एउटा रेल जाँदैछ है यताबाट भर्खर एउटा रेल गइसक्यो कतिवटा छ त यहाँ 5-6वटा भन्दा पनि बढी रहेछ नि त यहाँनिर त पुरा रेल त छिनछिनमा आउँछ छिनछिनमै जान्छ हेरे कसमलाई हेरे हुन्छ यहाँनिर आयो भने चाहिँ कसमलाई यहाँनिर टक्क एउटा बस्ने ठाउँ छ होइन टक्क यहाँनिर पर्खिने टक्क आफू कहाँ जानुपर्ने छ कुन चाहिँ ट्रेनमा जानुपर्ने छ टक्क होइन सक्क निस्किने ठ्याक चढ्ने ल आयो क्या झुन्डेर आएर चाहिँ यो त बाफ झुसिली गिरास त के पुरै हो झुसिली गिरास त छैन त यो माथि सर आइरहेछ ल आयो पुरै झुसिली गिरास त कस मलाई यार पुरा डब्बा छुट्टिने छ त्यहाँनिर पनि सर्लक लाएर ल एउटा त्यहाँ गइरहेछ होइन एउटा फेरि उताबाट आइरहेछ यो एउटै लिकमा दुईवटा ट्रेन क्या
एउटा उता आउने त्यहाँ रोक्ने, ठ्याक यता आउँदैछ भने अर्को चाहिँ त्यहाँनिर रोक्ने, ठ्याकलाई दुइटै त्यहाँ रोक्ने, त्यसपछि पालो पालो निस्किने। ल यो ठ्याक्क यस्तरी आउने रहेछ नि सर। यो त पुरै पिङ्क कलरको छ त भए पुरै पिङ्क कलरको छ त यो त। बा ल ल ल मुनि गाडी कुदाइरह, माथि रेल कुदाइरहेछ। जुन यहाँनिरबाट चढ्न मिल्ने रहेछ, एक तल्ला माथि छ यो। यस्तो देखिन्छ यहाँबाट चाहिँ। लाइफमा पहिलोचोटि चढेर मोनोरेल आए हाय, आफू माथि हिँडिरहेछ, तल चाहिँ बसहरू मान्छेहरू देख्दा त फिलिङ अर्को हुने क्या, अरे बा म कहाँ छु भन्ने टाइपको क्या। लास्ट मजा आयो यार। निस्किन्छ यहाँबाट रहेछ है, चट्ट निस्किने चाहिँ अनि भुइँमा क्या, माथि एक तला माथि ल्याएर छोडिदिने अनि यहाँ निस्किन्छ चाहिँ भुइँमा। यो हो क्या जुन लिक चाहिँ, यहाँ जुन माथि यहाँनिर रोक्ने रहेछ, यहाँनिर रोकिसकेपछि चाहिँ अनि यताबाट घुमेर यहाँ तल आउने, जुन यसको लिक चाहिँ त्यो हो क्या जुन देखिरहनु भएको नि माथि। लास्ट छ यो यार।